Hello guys, welcome to my channel and आज फेरि हामी घुम्न जाँदैछौँ कता भन्दा श्री अन्तु। हामी चाहिँ बिहानबाट झगडा गर्दा यो पैसा दिनु भनेर झगडा गरेको, यो र म लुगामा झगडा गरेर बल्ल 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 रेडी भएर हिँडेको। अनि अब बिट्टामोड गएर गाडी चढ्छौँ, त्यसपछि जान्छौँ। सिन्स वी डु नट ह्याभ आवर ओन कार, वी ह्याभ टु ट्राभल लाइक दिस यो सिटी सफारीमा। यो दाइले यसुदा बल्ले बल्ले बिहानदेखि सुनाइराख्नु भएको छ। अब हामी जान्छौँ, ब्लग चाहिँ कन्टिन्यू हुन्छ। तिनीहरू कुदाउने नै हो खासो सिटीको ब्याट्री सक्यो। साइकलले पनि दिन्छ हामीलाई। साइकलमा आएको भए बरु अलिक छिटो पुगिन्थ्यो। हामीसँगै हिँड्नु भएको भए रोकिरहनु भएको थियो पर। झापाकै चटपटे मिठो मदनकै मान्छे अरे, मदनलाई कन्ट्याक्ट गरेर त हेलो गाइज, हामी चाहिँ गाडी पर्खेर बसेको। स्टार्ट गरिस्? यता कि यता गरिस्? गाडी पर्खेर बसेको आइपुग्न आँट्यो। त्यस्तो नगर्नु, यसरी गर्नु भ्लग राम्रो यस्तो। अनि यहाँ कृष्ण चाहिँ हामी गाडी पर्खेको थोरै बेर भएन, हाम्रो मदन अङ्कललाई भएन, मदन अङ्कललाई पर्खेको। अनि हामीलाई सिटी हेर्ने ढुक्क लागिसक्यो, सोध्दा सोध्दा गरेर बित्ताकोटको यहाँनिर स्टेसनमा पुगेर बजाएको छु यहाँ दोकानमा गाडी। हेलो गाइज, हामी चाहिँ यहाँ गाडी पर्खेर बसेको धेरै बेर भइसक्यो। अनि यहाँ कृष्ण चाहिँ चाउचाउ किन्ने रमपम किन्दैछ। कृष्णलाई चाहिँ फोन लगाएको हुनुहुन्छ मदनलाई, मदन अङ्कललाई। बिर्तामोडमा पर्खेको पर्खे भयो। सबै हो, अब यो जिल यो यहाँदेखि माथिसम्म सबै हो। जान्छौँ। यहाँ चाहिँ हाम्रो राप्रपाजीहरूको यहाँ अधिवेशन हुँदैछ। एन्ड अब हामी गाडी चढ्यौँ अनि लेट्स सी कति बजी पुगिन्छ। 1.5 घन्टा लगभगमा पुगिएला। सो स्टे ट्युन्ड। हामी चाहिँ ओर्लिसकेको छौँ। ऊ त्यो गेट त्यहाँ ओर्लेको। अब यहाँबाट हामी उकालो जान्छौँ अन्तु पोखरीतिर। अन्तु पोखरीदेखि अलिक माथि चाहिँ फुपूको घर छ, त्यहाँ गएर बास बस्छौँ। कस्तो भोक लाग्यो नि। कति हिँड्नुपर्ने छ थाहा छैन। भोलि बिहान उठेर 4 बजी उठ्ने अनि हिँड्ने होइन। सुन मेरो प्लान,
उठ्ने हिँड्ने अनि गएर त्यहाँ पुगुन्जेलमा घाम उदाउने बेला हुन्छ घाम हेर्ने घामै लागेन भने चाहिँ टक्कसँग अनि यहाँ रहेछ हौ सुगा अनि त्यो गाडीको दाइलाई फोन गर्ने अनि जाने सार्वजनिक ए यहाँ सल्वा महिलाको यता अरे लु जाऊ आर वी लस्ट कि वी आर नट लस्ट किनकि हामीले जसको घरमा जुन फुपूको घरमा जाने भनेको छौँ त्यो बाटो कम्प्लिटली चेन्ज भएको छ म पहिले 6 वर्ष अगाडि आएकोदेखि अनि कृषा अस्तिको पालि आएको थिएँ अरे बाबा मामुसँग अनि अमिषा त उसको त फर्स्ट टाइम नै हो यसलाई केही थाहै छैन फुपूको घर गएको अनि अब बाटो थाहा छैन कृषाको मेमोरी पावरमा भर गरेर हिँड्दैछौँ अङ्कलले उता माथिबाट लेफ्ट कता जानु भन्नुभएको थियो यसले राइट ल्याइ मन्दिर नआउन्जेलसम्म हिँड्नु भनेको थियो घरै देखिसक्यो अरे भरे ढकढकी आउँदा अर्कैको घर पऱ्यो भने त्यहाँ फेरि तनाव हुन्छ कहाँ जानु कृषा कस्तो दामी यहाँको यो कटेजहरू माइन्ड ब्लोइङ कटेजेस माथिको अब अझै घुम्नै बाँकी छ हामी खासमा अब यो झोला राखेर आउने अनि घुम्ने भनेर प्लान गरेको छौँ सो ब्युटिफुल सो स्टे ट्युन इन माई भ्लग लेट्स सी हामी आज भेट्छौँ कि भेट्दैनौँ फुपूको घर खालको होमस्टेहरू छ कि सबै यहाँ राम्रो बर्डहरू छ भ्यू पनि दामी छ अनि अलि अगाडि गएपछि आई क्यान सी थोरै यो चियाबारी एन्ड लेट्स सी वाट वी आर गोइङ टु डु टुडे मलाई त कस्तो मजा रमाइलो लाग्दैछ अझै के हो त्यहाँ कति राम्रो छ त यहाँ दामी देखिएको छ त धोका भइसक्यो ठुलो धोका यता म्यामले बिर्सिनु भएको रहेछ बाटो मन्दिरै आएको छैन मन्दिर पछि यसो तलतिर अरे मन्दिर आएको छैन अब कता खोज्नु त्यता हो यसो याद गर त ल सिधै जाऊँ न त लेट्स गो जाऊँ घुम्नै आएको यही गर्नलाई त आएको भेटेन भने पनि केही छैन होमस्टेहरू जति छन् वरिपरि के यो चाहिँ यो चाहिँ हो सिधै गरेर मन्दिर आएको छैन मन्दिरमा सिधै जानु भन्नुभएको होइन सिधै जाऊँ त पोखरी चाहिँ कहाँ छ यो त बाङको भरे हौ अझै उता बाटो छैन कुन होमस्टे होमस्टे जाने बाटो हो यो फर्किँदैछ कता हो त यता हो लेफ्टै जाम हौ लेफ्टै भन्नुभएको थियो अङ्कलले हरायौँ आज फेरि फर्क्यौँ हामी चाहिँ त्यहाँबाट यहाँ कन्फ्युजिङ बाटोहरू छ क्या निकैवटा अनि यताको एउटा त्यही भएर यहाँ गाह्रो पऱ्यो नत्र आई वुड ह्याभ सिन पहिले यस्तो थिएन नि पहिला एकदम क्लियर बाटो थियो अनि गएको थिएँ म चाहिँ स्कुलको स्टाफहरूको पिकनिक भएको बेला आई मिन म कुनै एउटा स्कुलमा आई वाज अ डान्स टिचर अनि मैले सबै लिएर आएको थिएँ त्यति बेला तर रमाइलो भएको थियो त्यति बेला घोडा पनि थियो ल बिनाजुहरूको कृषा
अनि मैले अघि भनेको अब यहीँदेखि घुमेर जस्तो लाग्यो मलाई चाहिँ एन्ड ब्युटिफुल बट वी आर लस्ट एक्चुली यता लाग्छ अरे त फेरि बाटो गीत पनि बजिरहेछ मान्छे देखिँदैन कसैलाई सोध्नलाई पनि हजुरआमा ढकालको घर कता छ हिमाल ढकालको हेमलाल कि हिमाल ढकाल उहाँको वाइफको नाम चाहिँ सरस्वती हो ढकाल मन्दिरदेखि यसो तलतिर छ भन्नुहुँदै थियो मन्दिर चाहिँ कता छ हो हामी झुकेछौँ हजुर ए यहाँबाट भेट्दैन ए हुन्छ हस् थ्याङ्क यू धन्यवाद तपाईँहरूलाई मैले भनेको नि लेफ्ट हो भनेर कति हो अमिसाले त भन्दै थिए अमिसाले होइन त्यो अङ्कलले भन्नुभएको लेफ्ट हो अङ्कलले भनेको कृषाले अबदेखि कृषाको नेभिगेसनमा म हिँड्दिनँ भ्यू गाइस भ्यू हेर यस्तो ठाउँमा हराउन पनि रमाइलो हुन्छ त्यस्तो केही टेन्सन छैन नि त होमस्टे छ वरिपरि माइन्ड यु ल लेट्स सी अब त्यो बाटो जाँदाखेरि कता पुगिन्छ सावनको छाया धेरै नै भन्ने पोखरी देखिँदैन तिम्रो अनुहार अर्को पनि लाइट चाहियो अर्को लिएन अँध्यारो आयो यता हेर आउनु बहिनी पनि कालो मान्छे त हराउँछ अँध्यारो वी आर फाइनल्ली अन्तुमा आइसक्यौँ अनि चुप लाग्न यहाँ भ्लग हुँदैछ अनि देख्न सक्नुहुन्छ ल गरिदिन्छु बनाइसकिहाल्छु अनि देख्न सक्नुहुन्छ लाइटहरू यति धेरै छ एन्ड यसले चाहिँ यो बालिगी हो अनि यो देख्न सक्नुहुन्छ अनि यो पोखरी हो फेमस अन्तु पोखरी अनि कटेजेसहरू ल ठिक छ अब तेरो भिडियो देखेको हामी चाहिँ चटपटे खान आएको छौँ बहिनी यहाँ चाहिँ फुपूको छोरा उनीहरू यहाँ छन् चटपटे श्री अन्तुको चटपटे अब झापाकोसँग कम्पेयर
कम्पेयर तर छुट्टै हुन्छ हौ चटपटे चटपटे कस्तो छ मिठो पछाडि ब्याकग्राउन्ड म्युजिक पनि दामी छ नि घोडा रहेछ यहाँ चाहिँ फर्स्ट इन्काउन्टर घोडाको यता अङ्कल लानुभयो अङ्कल त उभिनै नसक्ने हुनुभएको छ घोडाले लिएर जान्छ के चाहिँ फोटो खिच्नु ल खिचिसकेँ जाने अब चटपटी खायौँ मिठो रहेछ लेट्स गो यस्तो छ है यहाँ चाहिँ अब देख्न सक्नुहुन्छ अन्सुनको पोखरीको भ्यू अनि बिचमा समथिङ यस्तो छ ब्रिज छ अनि दिस इज पोखरी राइट हियर यु क्यान नट सी बिकज इट्स डार्क अभियसली एन्ड अब हामी चाहिँ नाइट भ्यू नै हेर्ने भयौँ सो नाइट भ्यू नै दामी छ जस्तो लाग्छ मलाई यहाँको चाहिँ अनि नाउ वी आर रिटर्निङ टु भोलि बिहान चाहिँ हामी उतै हेर्न के अरे घाम हेर्न जाने प्लान छ टावरमा अनि आई विल बी भ्लगिङ अगेन लाइक यसमै जोडेर ल लेट्स जुम अब bonfire पनि भइराखेको छ अनि people are having fun दाइ त आइपुग्नुभयो दिपा दाइ त आउनुभएको थियो उहाँ आएर बस्नु भएको छ माथि कि उति माथि अनि त्यहाँदेखि फोन गर्नु ब्लड टाइपको कसरी बनाउने खै सब मलाई पठाइदिनु त पठाउन हे गाइस डे 2 अन्तु हामी उनीहरूले 4 बजीतिर उठेको तर अब 5 बजी लगभग हिँड्दाखेरि घाम हेर्न जाँदैछौँ एन्ड हामीसँग फुपूको छोराछोरी 2 जना पनि छन् साथी अनि 2 जना पछाडि हिँड्दैछन् सो यस वी आर गोइङ म त फर्स्ट टाइम हो त्यो घाम हेरेको ठाउँमा सो लेट्स सी के हुन्छ मैले सनराइज हेरेको थिएँ 6:40 देखाएको थियो तर होपफुल्ली राम्रै हुन्छ होला हेर्न पाइन्छ होला लेट्स सी के भयो प्लिज स्थिति हामी चाहिँ हिँड्दै गरौँ न हिँड्न नसक्ने मधेसकोहरू गाह्रो छ हिँड्न उकालोमा हिजो भाइलाई यहीँ भेटेको होइन कता ल अब आउन त आयो कता कता आयो कहाँ अरे यो भन्ज्याङ होइन भन्ज्याङ आयो तर अँध्यारोमा के देखिन त के देखिन्न जाऊँ न केही हुन्न अप्ठ्यारोमै हिँडेको मजा हुन्छ सजिलो त हिँडेकै हो नि सधैँ यस्तो ठुलोवाला यो होटल हिल टावर हिल टाउन कि हिल टावर हो त्यो हो बहिनी आयुषमा यो होटल हिल टाउन कि हिल टावर हो हिल टावर रहेछ यहाँको सबभन्दा ठुलो होला हो ठुलै होला यहाँको पहिले चाहिँ त्यो माथिको थियो कि यिनीहरू बन्नेकै थिएन अहिले त यही होला 5:29 and we are still walking. Really चहल-पहल देख्न सकिन्छ. People are finally waking up and going to
going at the top. Bonfire happening. कति धेरै मान्छे हो राम राम घाम हेर्ने बेलामा चाहिँ सबै घोडा पो बिराएको रहेछ कस्तो नदेखेको यहाँ पनि रहेछ उज्यालो भएको त कति धेरै रहेछ त घोडा 5:52 and we are still walking निकै बेर भयो है हिँडेको त My face looks so swollen, but it's okay. यत्रो दुःख गरेर पनि घाम देखेन भने चाहिँ अनलक्की रहेछौँ भन्ने सोच्दा हुन्छ है यत्रो दुःख गर्दा पनि देखिएन भने चाहिँ हिँड्नै गाह्रो परिसक्यो आयो आयो फिट चेक अल वाइट अन्ली हाइनेक ब्ल्याकमा छ अनि हुडी ब्ल्याकमा छ सबै रुख छ वरिपरि यो सायद धुप्पी कि त सल्लाहको रुख होला सल्लाह हो यो धुप्पी हो धुप्पीको रुख छ वरिपरि एन्ड हामी फाइनली काउन्टरमा आइपुग्यौँ टिकट कति छ यहाँको पर पर्सन ल ठिक छ टिकट गरौँ एन्ड देन लेट्स गो वरिपरि स्टल्स टी सप अनि यस्तो झिलिमिलीहरू पनि छ दिस इज द गेट हो टिकट काउन्टर त्यहाँ रहेछ अन्त यहाँ टिकट नगरी सानो भाइ छ भित्र बाहिर 5 बजीसम्म काम दियो भने पाँचजनाको गरिदिनुहोस् न कसरी सर टिकट टिकट 50 रुपिस है 9 वटा दिनु है मलाई तपाईको 5 पाँचजना कहाँबाट आउनुभयो तपाईँ झापाबाट चलेगा उजा चलेगा नेपालको हामी लोकलै हो 5 जना हजुर मेरो 9 जनाको समय आउँछ त 5 जना 5 जनाको ल चिन्नु तपाईको मान्छेले 1 2 ल भयो हैन भयो यस्तो छ गेट छ यहाँ लेट्स गो ओइ घाम आउँदैछ त ओइ जुम छिटो घाम आयो घाम लेट्स गो रन लड्ला छ क्रिसा मोमेन्ट अफ ट्रुथ के घाम देखिन्छ त के घाम देखिन्छ फाइनली माथि आइज माथि लेट्स गो भिड हुन्छ अहिले फेरि
हामी फाइनली पोइन्टमा छौँ अनि दिस इज द टोली 5th टोली हामी वेट गरिरहेको छौँ कति बेला यहाँ पनि थुप्रो भिड छ यहाँ तलपट्टि भरे कुहिँदैन देखेन भनेर टोपिँदैन प्लिज सूरज गोलू बेटा छिरा निक्ला न तपाईँहरूको दिपको सुरत कसरी गर्नु आफ्नै धरती पछाडि भएको धरतीको छेउमा भएको सुरत जाँदाखेरि भयो घाम तिम्रो त कहाँ छ कसले भोजो मलाई किन लाप्छाबाट कस्तो दामी देखेको है त्यो माथिपट्टिको ब्ल्याक लाइन हेर्न थोरै ब्ल्याक छ अनि रेड अनि जति भिडियोमा देखेको छ इट लुक्स मच बेटर इन रियल जाडो हुँदैन भिडियोमा चाहिँ आई क्यानट क्याप्चर द अझै यालो हुन्छ लजाउँदै निस्किने छ क्या रातो भएको नर्भस क्यामेरा झिक्दा अनि मान्छे नर्भस परबाट चाहिँ एउटा रेड बल आइरहेको जस्तो बट जुम गर्दा चाहिँ दिस समुद्रबाट घामेको पनि देखेको त्यो कलर फाइनल अब फाइनल छ अब अलिकति है मजाको बल देखियो हेर्न कस्तो मजाको बल जस्तै देखिएको नि कस्तो दामी oh my god कस्तो राम्रो देखिएको अब हेर ल माथि आउँछ कि कस्तो दामी देखिन्छ सबै उज्यालो हुन्छ अनि कस्तो छ क्या काले होइन यो गाह्रो छ हल्यो मेरो यो बरुमा खिचिदिन्छ हौ छोड्नु पछाडिबाट राइट हियर यो सन हो कस्तो मजाले आउँदैछ यस्तो गर्दाखेरि मान्छेहरूले यसरी खिच्छन् नि टुप्लुक्क हातमा राखेर साँच्चै आउँछ त हातमा ओइ नाइस यो थप्पै छ भिडियो होला सो यतापट्टि कञ्चनजङ्घा हिमाल देखिएको छ यो कञ्चनजङ्घा छ एन्ड दिस साइड इज सन राइजिङ कस्तो राम्रो देखेको छ गोल्डन एन्ड नाउ वी आर लिभिङ हामीले यहाँनिर लगभग 1 आवर स्पेन्ड गरिसक्यौँ नाउ वी आर लिभिङ फाइनली खै कृषाहरू आउनु दिउँ ल कस्तो दामी
golden. अब यहाँबाट निस्किनुपर्छ सिधै अब वहाँ पुगेर खाना खाएर अनि त्यो दाइलाई फोन गर्नुपर्ने छ त्यो हिजो जुन गाडीमा आएको नि उसले चाहिँ म जान्छु उतै झापा नै जान्छु भनेको छ होइन उसलाई फोन गरेर मदन के हो त्यो ड्राइभर दाइको नाम एट अन्तु कस्तो राम्रो गोल्डन आइरहेको छ लाइक दिस फोटो चाहिँ खिच्न हो जो पारे तर मान्छे चाहिँ केही चिन्दैन हामी आएको बिहानै कति हिँडेकोदेखि अब 7:30 भयो है 7:30 भयो अब हामी फर्किन्छौँ खोइ केटीहरू कता गयो म गएको कृषा बस्दै गर जाउँ हामी बिस्तारै आउँछन् बाई बाई टु अन्तु डाँडा अब कहिले हो नेक्स्ट टाइम यस्तो छ यस्तो दामी छ रुखहरू चाहिँ यस्तरी ब्याग बोकेको छु एडिट गर्नुपर्छ That was it. खोइ भाइ गइसक्यो 7:48 एन्ड अब अहिले चाहिँ हामी अब लगभग भन्ज्याङमै पुगिसक्यौँ भन्ज्याङ भन्दो रहेछ जुन त्यो जङ्सन टाइपको थियो त्यहाँ चाहिँ चियाबारी पनि छ साइडमा यतापट्टि कञ्चनजङ्घा हिमाल छ दिस वे यहाँनिर कञ्चनजङ्घा अनि 8 बज्यो ठ्याक्क 8:03 भयो अनि यो चाहिँ हिजो हामी आएको पोखरी हो होइन इट लुक्स लाइक दिस डे टाइममा चाहिँ हालत पत्ला भइसक्यो चियाबारीमा It's 9:20 and we are finally returning back. टिक्का सबैले देख्ने यसको पनि हेरेको
बिर्तामोडमा छु माथि गर्मी भएर लुगा खोलेको अहिले यति जाडो भएर यो टोपी सुत्दा लगाउन बाध्य बनायो यति चिसो छ त्यही माथि यो ओपन सिटीमा चढेको छौँ अब हामी घर जाँदैछौँ फाइनल्ली हाम्रो 2 दिनको टुर यति नै थियो सो यतिमै ब्लग एन्ड गर्छु थ्याङ्क यू फर वाचिङ अस के बोलिस् धन्यवाद गर्छ I have 170 subscribers. Thank you. Bye.